हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो भिडियोमा। आज म डिनर बनाउन गइरहेको छु। डिनरमा दाल भात तरकारी र प्याजको पकौडा पकाउने भनेर सोच राखेको छु र म त्यही काम गर्नमा लागि परेको छु। मेरो नानी सुतिरहेको थिइन्, त्यही मौका छोपेर मैले चाहिँ काम गर्न स्टार्ट गरेँ। फर्स्टमा सबै इन्ग्रेडियन्टहरू काटेँ पकौडा बनाउनलाई। अनि त्यसपछि मैले बुढाहरूले भने म दाल र पकौडा पकाइदिन्छु, तपाईँहरू भात र तरकारी पकाउनु भनेर। त्यतिखेर नानी पनि उठ्छिन् होला, त्यही भएर अब मैले के चाहिने हो मलाई पकौडामा हाल्नलाई सबै काटकुट गरेर अनि मैले काम गर्दैछु छिटो यता काम पनि गर्ने अनि साफसुफ गरेर त्यति बेलै राख्दिनँ भनेर मैले सबै काम त्यसरी नै गर्छु। अनि म गरिरहेको पनि छु। अनि काटकुट गरेँ सबै। अनि त्यसपछि धनियाँको पत्ता पनि काटेँ, प्याज काटेर अनि उता जिरा राखिदिएँ भुट्नलाई। त्यसलाई कुटेर त्यसमा हाल्छु। अनि यता मैले पहिला बेसन अनि कर्नफ्लावर हालेर प्याज मुसिरहेको छु। अनि त्यसपछि त्यो जिरा कुटेर त्यसमा हालिदिन्छु भनेर। अनि त्यसपछि म फटाफट त्यो काम गरिरहेको छु। हजुरहरू हेर्न सक्नुहुन्छ। अनि उता जिरा पनि भइसकेको थियो, अनि त्यही भएर त्यसलाई कुट्न लाएँ म। अनि त्यसपछि अब कुटेर त्यही बेसनमा हालिदिने। अनि हालेपछि फेरि एकचोटि त्यसलाई मुस्ने मजाले, त्यो अलि नरम नहुन्जेलसम्म मुस्ने। अनि त्यसपछि मैले हात धोएँ अनि अब कराही चढाएर त्यसमा तेल हालेँ। अनि अब म डाडु खोज्दैछु। अनि त्यसपछि त्यसलाई पुसपास गरेर अनि मैले पकौडा हाल्न लागेँ कराहीमा। पकौडा हालेपछि तेल त लास्टै तातिसकेको रहेछ। अनि मैले हातले नै छिटो हालिसकेँ, ग्यास अफ गरेर, हात डढ्छ भनेर डर लागेर। अनि त्यसपछि म यसरी नै सानो हाल्दै गएँ। अनि पछि चलाउँदै त्यसलाई पकाएँ। अनि त्यसपछि अब दाल पनि पकाइदिउँ भनेर लगेँ हात, दाल पनि बसाएँ। कुनै तेलको डब्बा पनि कस्तो आँडे हुन्छ, खुल्दैन। अनि त्यसलाई काट्नुपर्ने हुन्छ। अनि मैले चक्कुले नै काटिदिएँ। अनि यता पकौडा पनि म हालिरहेको छु। अनि त्यसपछि एउटा बुढा आउनुभयो, म हालिदिन्छु भनेर आउनुभयो, तेल हालिदिनु भयो दालमा। अनि त्यसपछि म यता फटाफट भाइले मलाई कफी खान्छु भन्यो, बुढाले लेमन टी खान्छु भन्नुभयो। अनि मैले त पकाउन लाएँ दुइटैको लागि। त्यसपछि पकौडासँग खाने भनेर अनि म उनीहरूको लागि कफी र लेमन टी बनाइदिएँ। अनि यता हाम्रो पकौडा अनि पापड रेडी भयो। अनि उनीहरूले खाँदैछन्। अब म पनि एकछिनमा काम समेटेर अनि म पनि बसेँ खानालाई। मैले पनि कफी बनाएँ। अनि त्यसपछि कफी र पकौडा खाएँ। गुवाम कि गुवाम, उता नानी उठ्छन् भन्ने डर थियो, त्यही भएर छिटो खाइरहेको थिएँ। अनि त्यही भएर आफू हेर्न सक्नुहुन्छ मैले खाएँ। हजुरलाई पनि मनपर्छ भने खानु होला पकाएर। साथीहरू, यदि भिडियो मनपर्छ भने सब्सक्राइब गर्नु होला प्लिज। लाइक एन्ड सब्सक्राइब माई युट्युब च्यानल। अनि माया गरिदिनु होला यो भिडियोलाई। अनि मलाई प्रोत्साहन मिल्छ म यस्तै सानो भिडियो बनाऊँ भनेर। अनि म खाइसकेपछि उता छोरी उठिसकेको थिएँ अनि बोलाउन